हाल चर्चामा रहेको जरिवाना मिडियामा आए जस्तो ओभर स्पिडको 50,000 यो त्यो भनेर त्यस्तो खालको कुराहरू आएको छ, त्यस्तो खालको छैन। हामीले चाहिँ व्यवस्था अहिलेको अबको व्यवस्था चाहिँ कस्तो गर्न खोजेको छौँ भने रेन्ज भनेको स्पिडको इन्टेन्सिटी र रिपिटेसन। उदाहरण दिन्छु मैले ओभर स्पिडकै भनेको एउटा कुनै ठाउँमा 40 अथवा 30 किलोमिटर लिमिट राखेको छ भने, स्पिड लिमिट राखेको छ भने 35 अथवा 40 को स्पिडमा उसले ओभर स्पिडको कसुर पऱ्यो भने उसलाई 500 जरिमाना लाग्न सक्छ र त्यही ठाउँमा 100 को स्पिडमा आयो भने 5,000 लाग्न सक्छ। र यही कुरा पटक पटक रिपिट गरिराख्यो, एउटै 100 को इन्टेन्सिटी 4 चोटि 5 चोटि रिपिट गरिराख्यो भने 50,000 सम्म पुग्न सक्छ र 30-40 को इन्टेन्सिटी रिपिट गरिराख्यो भने उसको 5,000 सम्म पुग्न सक्छ। त्यही भएर स्पिड र स्पिड इन्टेन्सिटी र रिपिटेसनको आधारमा हामीले जरिमानाको व्यवस्था गर्छौँ। त्यो भनेको 500 देखि 50,000 सम्म पनि लाग्न सक्छ। त्यसपछि पनि अझै गल्ती गर्नुभयो भने लाइसेन्स रद्द हुने खालको व्यवस्था हुनसक्छ। र अर्को एउटा बुदाहरू पनि हामीले थप्नेछौँ, जसमा हामीले जरिमाना रकम श्रम भुक्तानीद्वारा परिपूर्त पनि गर्न सकिने गरी विधेयकमा आउनेछ। त्यो पनि हामीले तयारी गरिरहेको छौँ। र हाल हाम्रै यहाँ सदनमा चाहिँ अस्तिको केसमा 10,000 जरिवाना तिर्न नसकेर आत्मदाह गर्नुभयो भने भ्रम फैलाइयो। यस्तो भ्रम चाहिँ नफैलाउनु होला। हामीले नागरिकलाई ट्रिगर गर्ने, उस्काउने काम गर्नु हुँदैन। यस्तो केसमा चाहिँ हामीले एकदम संयमित भएर समस्याको समाधान पो गर्ने हो त, सबै कुराहरू गर्न हुँदैन। हाल चर्चामा रहेको जरिवाना मिडिया